यो घरलाई एकदमै ब्युटिफुल बनाउने आज रहेको छ डेरा। सो हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग 229। सो आजको मिनी ब्लगमा तपाईँलाई स्वागत छ। तपाईँलाई मिनी ब्लग हेरेर राम्रो लाग्छ भने अहिले फलो गरी च्यानल सब्सक्राइब गर्न नबिर्सनु होला। यो घरलाई एकदमै ब्युटिफुल बनाउने आज रहेको छ डे 3 अनि लास्ट डे। फ्यानहरू जोड्न बाँकी भएकोले त्यसको सबै पाताहरू मिलाएर फ्यानको बक्सभित्र त यति धेरै रबरहरू सबै गिफ्ट दिएको रहेछ। फ्यान पनि जोडेर अब चाहिँ टोइलेटमा लाइट लगाउन बाँकी थियो अनि त्यसको काम पनि भइराखेको छ। फेरि यो पाइपको भित्र माटो गएकोले तर सिनी टेक्न लगाएर गाइज माथि म चाहिँ पाइप भित्र पानी हाल्न लाग्यो। पानीको प्रेसर एकदमै बढी भएकोले पुरा कपडा पानीले भिजाएर पुरानो घरबाट नयाँ घरमा बिजुली ल्याएर अब त नयाँ घरमा पनि बिजुली आइसकेको छ। फेरि गाइज एकदमै यस्तो खतरनाक देखिरहेको थियो। सबै बल्बहरू जलाएर, बल्बहरू खासै बढी थिएन, 5-6वटा बल्बहरू मात्र थियो। त्यो सबै बल्बहरू लगाएर गाइज त्यसपछि यस्तो देखिरह। पंखा पनि चिसो हावाको साथमा एकदमै दामी तरिकाले चलिरह। बढी घाम लागेको दिन तातो हावा आउँछ के। आज चाहिँ सबै कामहरू सकाएर अनि घरमा आएर मस्तसँग मसिनो पारेर प्याज कटाकट काटेर फेरि मटरलाई नि कसरी बेच्नु यसलाई पनि मसिनो पारेर कटाकट काटेर तेलमा हालेर हिलाएर गुडाएर मस्तसँग भुटेर त्यसमा एड गरिदिए मासु। अझ फेरि यस्तो हुन्छ कि घरमा कुखुरा पालिरहेको बेला चाहिँ खासै त्यति मतलब हुँदैन। जब मुर्गाहरू सबै सिद्धि अनि त्यसपछि चाहिँ यस्तो खाने मन लाग्छ नि। पुरा घरमा भएको बेला त्यति वास्ता नगर्ने अनि किनेर ल्यायो भने गाइज यस्तो खाउ हुन्छ नि। बनाउँदै मुखबाट पानी आइसक्यो। त्यसैले गाइज मस्तसँग सोबिन खाएर पनि क्या खतरा क्रिस्पी भइदिरहेको। एकछिनमा त पाकेर रेडी हुन्छ मैले बनाएको एकदमै मिठो 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 मासु। बेलेमा डालेर त्यसपछि मस्तसँग रोटीले चेपेर मुखमा हालेको त गाइज वाउ यार कसले बनाएको एकदमै मिठो बनाएको छ भन्ने मन लाग्यो।